알리자 알리자 저 알리 장바주 답답 술 몰라 근데 내 야스바탈 몰라 돼 오지 자가 아니 어쩌라는데 뭘 아주시면 डॉक्टर से बोल बोलूं बा 아니 뭐라 원래 पोर गला भाई तब से फोन के बम गया पोरजिले 뭘 불렀나 돼 पोर बम लेंदा ही रहंदा सत्यमा यार जीवन द लोकिन 이 남기 따다 बता시 멈다 calma 그냥 자리 지나가요. 라빈도 로덴데 빨리와 벨라. 달라 주는 야 파킹 라도 다 Jalan tu tak sih. 다시 와. Saat baca betul lah tiba. ada sama di pipa mana unyale unyale Padri, cara Amar mai itu sih. Ya menino karele. Itu pas. Jola. Kian sih. योजी Kian sih kamu tahu sih kian. एउटा हिजो भन्दै एउटा deh. हामीले पहिले खाएर बसेको खाजा खाने बेला भइसक्यो फेरि हामीले दिने मागे बाँच्ने नखाने अहिले चाहिँ तेमा किन चाहिँ सकिनेमा सकिनेमा केना त शिब्रो खौ सानो के जबा मबेता मबेता थालो ले अहिले जीवन आउनु बिच दिजौं के बेचे पनि आउँयो भान्जो जम्ते ए मान्छे ठाउँ बोल्नु Tadar tu. अहिले छ ठाउँ आउँछ Ani motor pasang. बस्नु मान्छे Banjir sampai lagi. आउनु आउनु हुन्छ
हो त्यहाँ भन्नु खोइ आमा खोइ त लाउनु आमा बस्नु बस्नु ada awut ya orang yang kai deh udah apa ini oh dia Asyang wadung sih ulah tetap. Asyang tetap sih. Alhamdulillah. Ya no jelo ta cheppa ta chala Shume. Aje Chuli ama. Am theba. Macami angne mom. Nang halai je. Ayun bago na bilet din. Data wala. Yan ang meme je paisa. Tanga wa min da wala. Anh thế meme sai lại ra. Mem sai le cha. Nila meme so. Alim. Alim. Ali. Changi. Ali. Sangrengi Shambo. Ada alim. Ramsinggi cha. Ada ramsinggi cha. Ramsinggi cha. Ada chuza. Kami thebe ma. Ada parjem lagi. Kami ma itu ai. Ini juga parjem lagi. Sedang terdosi. Kami bingung. Kali bingung. Betul lagi sih. Lain mana wah. Kami juga mungkin memang cuma lagi sih. Zindagi rohi lah. Zindagi rohi naik. Mana? Jadi mungkin itu sahaja mana. Zindagi ku rohi. Nah, kita ramai rumah bersa. Ani kaya ini bukti, nak kaya ini bukti. Kita ramai bayi dia begini. Kita apa ni ramai kita. Kita kita garuk benar. Unu tahu apa? Bayi lalu tak kami tak. Yang garuk tu. Wei, ayi lepas hari kita kio, kakak boleh kio boleh. Kalau mau masih ni asyik. Apa barang mau masih ni? Tengah asyik pun tang ni beli. Lah. Sai lại mà này chim gì? Asyang ibat, dia dah asyang ibat. mul mama wa Am rồi chơi. Yang nak tamang lo, tapi dah ni sampai pintu lah asyik sampai kota. Oh, tu mana tamang lo sampai. Nan berbelah. Yang lepas ni jabat terlalu. Lah apa? Sampai barang ba? Apa yang mau pergi kerja tu? Ya, itu pergi actually. Tapi urus tu apa yang ni? Aku nak bro, join ko. Join siapa? Tapi urus. Yang beri ni. Sunu beri ni, ini ayi semua kamu. Wah ini, kuari ko mini. Ama bati ko. Thogra ma. Ayi. Ani kita feri. Sorry bati ko, yeh घर को. ठुलो बा. अनि त्यसपछि उहाँ पनि अर्को अब विदेशको कुरा छोडिदेऊ न यहाँ भए पनि भन्नुपर्छ विदेश कहाँ हो होइन म त यहाँ भएमा चाहिँ देखाइदिने हो अब विदेशको के छेउ छैन के थाहा थियो उहाँ पनि बाने हो एउटै घरको है उहाँ पनि बाने हो यता पनि बाने हो उहाँ जम्मै तिनजनै बा हो है अनि त्यसपछि यतापट्टि चाहिँ यो तलबाट चाहिँ जम्मै चङ्गो मासुङ गरेर दिसरो बाजे उहाँ पनि बाजे अनि 1 2 3
4 जना चाहिँ मामा भारको उहाँको छोराहरू यिनीहरू पनि सन्जु मन्जु होइन झाँक्रीको सन्तान फेरि भोलि त के कुरा गर्छु भयो कुरा गरेर के अनि त यता लामाको सन्तान यता झाँक्रीको सन्तान सन्जु मन्जु त होइन है फेरि उहाँ चाहिँ उहाँ ब्लोन हो फेरि ब्लोन उहाँ त उसमा मुनि उहाँ चाहिँ ब्लोन हो अनि त्यसपछि आएर चाहिँ मामा ठुलो मामा यहाँ हाम्रो आँगाको ठुलो मामा बुहारीको ठुलो मामा हो ठुलो मामा अनि यहाँ चाहिँ नि बा सम्ती बरङ बा सम्ती बरङ भयो नि जो येबे साई भाइ अनि यता पनि ठुलो येबे नै हो येबे भन्नु फेरि खाले फेरि आयाङ्ना फेरि तमाङ खाले जमाना न हो अब बंगो वा निला पे गाले द येबे बंगो हेरी येबे अब द येबे अच्छा चु साई भाइले चिने भन्छ अन्त संगे आबा दिदी नाम भन्छ सम्ती यो चाहिँ सम्ती खुद हो तपाईको वा हो अनि खुद त जम्मै हो तै पनि अब अलिकति भित्रको पर्छ अलिकति त कोही फेरि हुन्छ कोही भित्र हुन्छ त्यही परम्परा अलिकति होइन उहाँको चाहिँ उहाँ चाहिँ यहाँको यहीको हाम्रो बहिनीको चाहिँ बाउ अब हाम्रै त हो नि अब अनि उहाँ पनि भाने हो फोटो उहाँ पनि मेमी हो आयो के हुन्छ ल अनि यसरी अलिअलि चाला चाहिँ ल आउनु मेरो बुढी पनि आयो लाज लाग्यो बुढी मेरो बुढी आनी हो उसको अहिले आनी फुपू हो ठुलो फुपू हो यो जो चाहिँ मेरो जिन्दगी साथी मेरो जिन्दगी साथी निवेशको आमा मैली अनि निवेशको आमा मैली यो जेठी अनि एउटा कान्छी कहाँ आयो खै तल छ है यस्तो छ है तिनजना रहेछ अनि अरू आमाहरू रीति चाहिँ बुझायो भन्नेले अलिकति हामीले पनि चित्त बुझ्यो कि सुन्दैन भनेको कुरो त्यो हुन्छ त्यो भएपछि अब बिहेको दिनमा चाहिँ हामी फेरि अर्को छुट्टै कार्यक्रम छ है त्यहाँ चाहिँ है अब आज चाहिँ हामीले यतिमै उ गर्छौँ नत्र तपाईँको बिहे गर्ने कार्यक्रम छैन भने हाम्रो एउटा के हुन्छ भने बुझौँ भन्नेको हुन्छ है बुझौँ भन्नेको चाहिँ के हुन्छ भने हाम्रो छोरीलाई तपाईँहरूको सो हिसाबले फेरि हाम्रो घरमा रहने चिज पनि होइन त्यो तपाईँ सम्तीकै घरमै पुग्ने हो त्यो किनभने त्यो बुझौँ भन्नुको चाहिँ तपाईँले कति दिनसम्म अहिलेको अब समय अनुसारले पनि बोल्नुपर्छ कि हामी यताको मैती घरले पनि तपाईँहरूले च्याप्ने कुरो आउँदैन तपाईँहरूले पनि म यति मात्र म दिन सक्छु त्यो पनि भन्न मिल्दैन कि त्यो बुझौँ भन्नु चाहिँ अब 3 तोला 4 तोला 5 तोला सुन त्यो तपाईँहरूकै घरमै पुग्ने हो हामीले राख्ने होइन त्यो है अनि अर्को बोल भन्छ है अब बोल पो चाहिँ हाम्रो पहिला उहिले चाहिँ चाँदीको चुरा दिन्थ्यो अहिले त्यो हटाएर 10,000 15,000 पैसा त्यो बोल भनेर हुन्छ त्यो बोलसँग चाहिँ के हुन्छ भने एउटा खसीको सपेटी पनि चाहिन्छ हेर्नु है यो चाहिँ पछि हामीले तपाईँले तयारी पारेर राख्नु छ भनेर मैले यो सुझाव दिएको पहिला नै त्यो बिहेको दिनमा है अनि अब त्यो 10 देखि 15,000 नगद पैसा अनि एउटा सपेटा है एउटा सपेटा खसीको है त्यो एउटा चाहिन्छ अनि त्यसपछि तपाईँको लगभग 100-150 वटा तपाईँको सेलरोटी चाहिन्छ हाम्रो है अनि त्यहाँ हाम्रो छाङ बनाउँछ नि जार फिटेको होइन डल्लो तपाईँको लगभग 1 पाथी जति अन्य भाँडोमा चाहिन्छ है अनि त्यो तपाईँको बुझाउको कुरो पनि सक्यो बोलको कुरो पनि सक्यो है अब एउटा के हुन्छ भने 4 दाम हुन्छ सबभन्दा डेन्जरै 4 दाम हो हाम्रो 4 दाममा तपाईँ आत्तिनु पर्दैन
तपाईँको 400 रुपियाँ मात्र है बेटा अति नै पर्दैन थुप्रै हो कि भनेर त्यो चाहिँ के हुन्छ भने पहिला तपाईँको त 4 पैसा हुन्थ्यो अहिले 4 चाहिँ पुग्ने भयो पहिला चाहिँ 4 पैसा अहिले अब 4 पैसा हो रुपियाँ नोट त भेट्दैन चक्की कहाँ भेट्छ अब 100 रुपियाँ हो नि है त्यो के हुन्छ भने अब अहिले आमा हुनुहुन्न है आमा भित्र जानुभयो आमाको सट्टा अहिले त्यतिखेर हामी छलफल गरौँला अब जेठी आमा पनि छ अब आमाको सट्टा ठुली दिदी पनि छ उसको है त्यो भयो एउटा उसले पुग्छ त्यो एउटा मामाले पुग्छ है अनि एउटा दाजुभाइले पुग्छ है फम्युङले पुग्छ एउटा पम्बुले पुग्छ के आमाले किन पुग्छ भने अब तपाईँहरूको अगाडि मैले अप्रति बोल्ने कि 9 महिनासम्म आफ्नो कोखभित्र राखेर जन्म दियो हो त्यसको लागि एउटा हुन्छ है अनि त्यसपछि भाइ छ नि भोलि केही भयो भने पहिला अर्को बाहिरको दाजुभाइभन्दा भित्रको दाजुभाइसम्म हुनुपर्छ कि हो त्यो एउटा अनि तेस्रोमा के भयो भने अनि मामा घर तपाईँहरूको त मामा धेरै चासो हुन्छ नि जेसुकै गरेर बाबा तपाईँको मर्दा पर्दा हरेक चिजको काम गर्दा कि मामासँग सल्लाह गर्नुहुन्छ है तर हाम्रो चाहिँ त्यति अलिअलि मात्रै अहिले गरिरहेछ सबभन्दा हाम्रो चाहिँ दाजुभाइसँग सल्लाह गर्छ कि त्यस्तो चाहिँ मामा हाम्रो पनि हुन्छ तर मामाले अलि सस्तो हुन्छ मामाले एक भाग जान्छ है मामा चाहिँ हाम्रो अलि सस्तो हुन्छ हुनु त मामा पनि अनि हुन्छ त्यसपछि के हुन्छ अब ज्वाइँ र छोरीको बिहे भागी भएन यो चारधामले समात्यो कि समात्दैन भनेर साक्षी प्रमाणको हिसाबले पम्बुले जान्छ एउटा हो किन भोलि ज्वाइँ र छोरीको बिचमा गडबड भने पम्बुले सम्हाल्छ नि त्यो दिनमा तिन दुईजनाको यो चारधाम राखेको हो कि होइन यो छोरीले पनि बैमान गर्नु पाउँदैन ज्वाइँले पनि बैमान गर्नु पाउँदैन भनेर साक्षी प्रमाण चाहिँ हाम्रो पम्बु हुन्छ कि हो पम्बुले दिने कुरो हुन्छ त्यो है त्यो गरेपछि अब काङ्ला भनेको चाहिँ अब भागेर गएको हो कि होइन हामीलाई थाहै छैन त्यो पनि अरू काङ्ला हुन्छ फेरि है त्यो त बिहेको दिनमा अब यो अहिले मैले बताएको जति चाहिँ अब तत्कालै बिहे छ भने यो अहिले मैले बताएको जति चाहिँ बिहेको दिनमा हुन्छ है तले हुन्छ है त्यो हुन्छ अब किनभने अब ज्वाइँ र छोरीको सल्लाह राई सल्लाह मिलेर सबै तपाईँहरूको गाउँ घर परिवारको सल्लाह मिलेर ऊ दुईजना जम्गा भेट भइसकेपछि काङ्गा चाहिँदैन त्यो चाहिँदैन भागेको अनि तानेर लगेको भयो भने त्यो हुन्थ्यो त्यो चाहिँ पर्दैन त्यो एउटा तपाईँहरूलाई हामीले छुट दिइसक्यो है छुट्टै गर्नु तपाईँहरू चिन्ता लिनु पर्दैन डराउनु पर्दैन तपाईँहरू पनि एउटा जमानाको एउटा अहिले तराईतिर भन्नु तपाईँहरू पनि एउटा काजी हो हामी पनि यता सम्झिदेखि हामी यता पनि हामी सबैजना जमानादेखि पनि हामी यो ठाउँमा चाहिँ लामा काम झाडी काम अनि राजनीति काम सबै गर्ने हामी यही हो यही ग्रुप हो जम्मै यही हो यस्तो छ होइन अब अनि त्यो भइसकेपछि अब सुरु अब पहिला छोरीले सोधौँ ल छोरी अब सरकार छेपो गरौँ कि नगरौँ अब यो तपाईँले लिएर आउनु भएको सगुनको लागि छेपो गर्नलाई पहिला हामीले छोरीसँग चाहिँ हामीले अनुमति चाहिँ लिनुपर्छ स्वीकृति ल बुवा आमेमे आसाङहरू केही चिन्ता लिनु पर्दैन तपाईँहरू छेपो गर्नु केही चिन्ता लिनु पर्दैन उसको मुखबाट बोल्नुपर्छ है अब सुमदान भनेको कुरोहरू चाहिँ है सुमदान हाम्रो क ख ग हुन्छ है तीनटा स्टेप छ यहाँ होइन अलि भित्रकै भयो अनि मध्यमको भयो अनि समाजको हुन्छ यो तीनटा भनेको यस्तो हुन्छ कि अब एउटा उदाहरणको कुरो है एउटा उदाहरणको कुरा अब बुद्धिले त पाएको कुरो हो अब एउटा उदाहरण है एउटा उदाहरण अब मेरो भागमा 500 रुपियाँ पर्न आयो भने तपाईँको बिहेको दिनमा हामीले त्यो 500 माथि केही थपेर हाम्रो छोरीलाई दैजो भनेर त्यही पैसा तपाईँहरूकै घरमा पाउँछ त्यो हामी कहाँ राँदैन किनभने एउटा तेम्रेल एउटा सगुन होइन एउटा सुप्रसाद भनेर त्यो सुमदेन राखेको मात्रै हो त्यो त्यसमा केही दिनमा पछि त्यसमा थपेर पनि तपाईँहरूकै घरमा पुग्ने हो अरू केही पनि होइन बिहेको दिनमा तपाईँहरूको त्यहाँ पुग्छ अब यस्तो के छ भने
अब ठुलो मासु हो हाम्रो ठुलै मासु हो है त्यसमा तपाईँको हामीले सकभर हामीले नगद भन्दा हामीले सुने खरिद गरेर छोरीले दिने चलन छ के हो त्यस्तो छ तपाईँको भनौँ न अहिले 1 तोलाको 3 लाख गइसक्यो है अब हामीले के छ हामीले यताउति सबैजनाको भागमा परेको पैसाले हामीले कति कति थप्न सक्छ त्यसले तपाईँको त्यसले पनि पुगेन त्यो हामीले 1 तोलाको मूल्य बराबरी हामीले चाहिँ पैसा उठाएर हामीले छोरीले दिने त्यो छोरीले दिएको त काम हामी कहाँ आउँदैन छोरी झैँ घरमा पुग्ने हो होइन त्यस्तो छ यही कुरो यही हो यति भइसक्यो कुरोको धेरै कुरो गरिरहने पनि जरुरत छैन त्यसैले हाम्रो चाहिँ अब एउटा आफ्नो परम्परा अनुसारमा त्यो गर्दैछ अघि उहाँहरूले राख्नु भएको छ अलिकति हामी यो रसुवा समाज पनि यो माथिल्लो भेटमा यो सुन्देन भन्ने अघि हामीले चाहिँ पैसाको कुरो गर्दाखेरि कतिपय ठाउँहरूमा अलिकति चाहिँ बढी हुँदाखेरि चाहिँ अलिकति धेरै भएको हो कि भन्ने फिल हुन्छ अघि उहाँ ठुलबलले राख्नु सक्नुभयो त्यसमा चाहिँ फेरि अहिले जति राख्नु भए पनि पछि चाहिँ अन्तमा चाहिँ हामीले छोरी ज्वाइँकै हातमा चाहिँ जिम्मा लाउँछु कुरो माध्यम होला विभिन्न कुरो तर त्यतै रिटर्न हुने हो त्यसमा चाहिँ अघि भने जस्तो फिल हुनसक्छ बाहिरबाट अब हामी म त हेलम्बुको ज्वाइँ पनि हो अनि त्यो फेरि उतातिर चाहिँ के छ भनेदेखि त्यतातिर चाहिँ यस्तो सुन्दैन भन्ने कुरो थोरै छ कि अनि त्यताको मान्छेहरूले पछाडि कुरो गर्दाखेरि र स्वर्ग कति महँगो भन्ने तर तपाईँहरूले महँगो भन्ने फिल नगर्नुहोस् त्यो आफैतिर रिटर्न आउँछ है अहिले यसो हिसाब गर्दाखेरि तपाईँहरूलाई धेरै पढेको जस्तो पनि हुन्छ तर फेरि यो हामीले बेचेको र उ गरेको पनि होइन कि तर एउटा खास चाहिँ धेरै थोरै जति भए पनि यो जन्मिएदेखि हुर्किनेसम्ममा चाहिँ केही न केही भूमिका सबै कुरा हुन्छ उहाँहरूको मन बुझाउनुको लागि चाहिँ त्यो गरेको हो कि वास्तवमा चाहिँ त्यो र तर त्यो मन बुझाउनलाई दियो भने त्यो फेरि जति दियो त्यो पस्ने कुरो पनि छैन फेरि हाम्रो दाइजोको रूपमा चाहिँ त्यो रिटर्न आउँछ अब धेरै सोध्ने कुराहरू त अब तपाईँहरूलाई सोधिरहनु पर्ने भनिरहनु पर्ने कुरो छैन मन मिल्यो सबै मिल्यो आमा भार्कुको है आमा भार्कुको हो त्यही भएर भार्कु उहाँहरू ल बस अब बा हजुरहरू यता आउने यता त्यहाँ जाने होइन सबै भन्नुहोस् ल आइज उहाँ अहिले फेरि ससुरासँग पर्छ महिला फेरि चाङ्डी चिबाइने मामाले मिलाऊ है त्यहाँ फेरि फोटो अर्कै आउनु फेरि जति जाउँ त्यो खेल्दा पनि थौर छ दादाजी त्यो लाभे दो बोम्बे दो दादाले 진짜 너도 이제 따봉이지 아니네 이번에 따봉이지 진짜 내가 봐. 나. बारु मेमेहरू मामाहरूले केही सोध्नेछ भने सोध्नु पर्यो होइन भने यहाँ त हामी काम सुरु गर्नु पर्यो किसँग आइने
비선자일래 돌마다 아이 돌바이 사번에 받노 차이나 딜 촐리 딜이고 차이나래라 콜레 아무말 콜레 맘마 콜레 맘마 드리 또얌 섭디 마얌 족로 나들이 예배자담 예배자기 내려도셔 예배제 담담 다토지와 아샹달라 아샹데버저 소지와 다들 그리 바리 안에 나야라 다벨라니 고자 베라 동아지 다데 베라 베리 추세 समय टाइम मिलेदी पितोवा दम दमाचिदी दिजी अता आना आदा जेबेदा मेदाजी अतेरेरे एक दिया देदी मगा मादे जेबदी बेदे जेबदी वादा अपम से तारो ताना तारो आशंग केंजंग शुमेजे आई अजा या चंबा आशेजी बनी आई जवा अजा टोजन दोवाजी अतिरे दा टेम्पलेट मा जंगाजी अता आज शर्मा छेप रोमोसिनो मे आशा ये माजे छेप ला दोजी आई ला तमथिंग ये पानी मुले ता मे तन दोजी अजा न्या दा ये मा आशा मा मे मा चित दोशा गा छेप ला दोजी छेप लो इधालो घुमे छेप ला बरे बड़ा गा रे बड़ा कर ये वा 너 저번에 안 가다 얘 마. 저번에 뭐. 이남 쇼.